धन्यवाद। म थोरै कुरा यहाँ अझै जोड्न चाहेँ। म हुन त अब बाबुको लागि यहाँ स्थानीय तहदेखि लिएर प्रदेश तह अनि हाम्रो सङ्घ केन्द्रीय तहसम्म चाहिँ बाबुको लागि उपचार क्रमको लागि अब भविष्यमा आउने आपद विपदको लागि चाहिँ स्थानीय सरकारले, प्रदेश सरकारले र सङ्घीय सरकारले चाहिँ र साथै जुन घटना चाहिँ विद्युत प्राधिकरणको केही लापरवाहीको कारणले गर्दाखेरि भएको कारणले गर्दाखेरि त्यस कुरालाई सुधार्नको लागि यस्ता घटनाहरूबाट अब सचेत रहनको लागि यस्तो विभिन्न ठाउँहरूमा गएर अनुगमन गरेर चाहिँ यो घटनाहरू चाहिँ नदोहोरियोस्। यसरी जुन आज अवस्थामा हामी आइपुगेका छौँ त्यो अवस्था अरूमा पनि नपरोस् र सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। यो कुराहरूलाई चाहिँ म अलिक गम्भीरताको रूपमा चाहिँ यसलाई चाहिँ तपाईँहरूले चाहिँ ध्यान दिएर चाहिँ यस्ता समस्याहरू आउन नदिन र बाबुको जीवन स्तर उन्नति प्रगतिको लागि तपाईँहरूले धेरैभन्दा धेरै पहल गर्नुहुन्छ भन्ने म आशा राखेको छु। र मैले हाम्रो पालिका अध्यक्ष घनश्याम गिरीसँग पनि यस विषयमा छलफल गरिसकेको छु। साथै हाम्रो माननीय लक्ष्मण बहादुर पाण्डेज्यूसँग सहकार्य अस्ति आउँदाखेरि आफैले पनि मैले फोन गरेँ र सँगै हाम्रो सङ्घीय संसद मनिष खनाल ज्यूसँग पनि मैले कुरा राखिसकेको छु। र यो भिडियो मार्फतबाट पनि म तपाईँहरूलाई सबैलाई जानकारी गराउन चाहन्छु र तपाईँहरू सबैजनाले चाहिँ बाबुको उज्जवल भविष्यको लागि तपाईँहरूले सबैजनाले चाहिँ साथ सहयोग सपोर्ट गरिदिनुहुन्छ भन्ने मलाई आशा छ। हस्त धन्यवाद। धन्यवाद सम्पूर्ण साथीहरूलाई।